नमस्ते, म भुवन थापा, रियल इस्टेट नेपाल, भुवन थापा युट्युब, फेसबुक, ट्विटरमा सबैलाई वेलकम छ। एकदमै राम्रो ठाउँ भएको, ओडा कार्यालयको नजिकै भएको र हाइवेको पनि नजिकै भएको यो देखिएको घर जुन बिक्रीमा आएको छ, यति राम्रो घर छ। 10 दूर जग्गामा बनेको 51 लाखमा आएको छ। हेर्नुहोस्, 4 कोठा भएको घर छ, 10 दूर नम्बरी जग्गामा बनेको, उत्तर मोडा भएको, हाइवेको नजिकै, हाइवेबाट 400 मिटर मात्रै छ र बजारको नजिकै भएको यो देखिएको यति राम्रो घरलाई 51 लाख त्यसमा पनि मिलाइदिने कुरा छ। जग्गासम्म पनि तपाईँ छटापटा गर्न सक्नुहुन्छ। हेर्नुहोस्, यति राम्रो घर छ, अर्जेन्ट बिक्रीमा आएको छ। उत्तर मोडा भएको 30 फिट मुख 61 फिट लम्बाइ भएको जग्गामा भएको घर छ। पछाडि करेसा बारी पनि छ, अगाडि पार्किङको लागि पनि स्पेस छ, गार्डनको लागि पनि तपाईँले स्पेस राख्न सक्नुहुन्छ। हेर्नुहोस्, यता पश्चिमपट्टिबाट देखाइरहेको छु, उत्तर मोडा भएको घर छ, 4 कोठा भएको घर। त नजिकै बोर्डिङ स्कुल छ। हेर्नुहोस्, यता इङ्ग्लिस स्कुल छ नजिकै, स्कुलको नजिकै भएको र हाइवेको पनि नजिकै। हाइवेबाट 200 मिटर मात्रै सिधै आउँदाखेरि हामी घुमेर आउनु परेको हुनाले लगभग 400 मिटर पर्छ। म तपाईँलाई यहाँबाट जुम गरेर देखाइदिन्छु हाइवे पनि। हेर्नुहोस्, त्यो हाइवे हो, कोशी राजमार्ग। कोशी राजमार्गबाट नजिकै छ र बजार पनि नजिकै छ। तपाईँ 3 देखि 4 मिटर बजार हिँड्दै पुग्न सक्नुहुन्छ। यता अगाडि ओडा कार्यालय हो, ओडा कार्यालयको पनि नजिकै। 8 नम्बरको ओडा कार्यालय भनेर आउनु भएन, ओडा कार्यालयबाट पश्चिमपट्टि 50 मिटर आउनु तपाईँले यो घर देखिहाल्नुहुन्छ। हेर्नुहोस्, कम्पाउन्ड वाल गरेको छ। यता पार्किङको लागि पनि स्पेस तपाईँले राख्न सक्नुहुन्छ। हेर्नुहोस्, उहाँले गार्डन बनाउनु भएको छ, त्यहाँ पार्किङ अटाउँछ सानो गाडी भयो। र अर्कोपट्टि ठुलो ठाउँ छ, यता बरन्डा पनि छ। ठुलो गाडी लिनुभयो भने यहाँनिर त्यो बरन्डालाई पनि पार्किङ बनाउन सक्नुहुन्छ। धाराको सुविधा पनि छ, पानी सप्लाईको पानी पनि छ। तपाईँलाई म भित्र कोठाहरू देखाइदिनेछु। बरन्डा पनि राख्नु भएको छ, ठुलो बरन्डा छ। देख्नुभयो, यति राम्रो घर छ, चलेको रेटभन्दा धेरै सस्तोमा आएको छ। हेर्नुहोस्, सबै युज गर्यो भने ठुलो गाडी पार्क गर्न मिल्छ यहाँनिर। तपाईँलाई म भित्र कोठाहरू देखाइदिनेछु र डाइरेक्ट घरधनीको फोन नम्बर दिएको छु। कसैलाई कमिसन केही पनि दिनु पर्दैन, दाममा मिलाएर लिन सक्नुहुन्छ। 51 लाखमा पनि अझै मिलाइदिने कुरा छ। जग्गा छ भने जग्गासँग सट्टापट्टा पनि गर्न सक्नुहुन्छ। हेर्नुहोस्, अर्जेन्ट बिक्रीमा आएको छ यो घर। देख्नुभयो, ठुल्ठुलो कोठाहरू छ, यो लिभिङ प्लस बेडरुम हो। एकदमै राम्रो घर छ, दरो गरेर बनाएको घर, आफैले बस्न भनेर बनाउनु भएको घर। अहिले उहाँलाई पैसाको थोरै समस्याले गर्दा यो घर बेच्न लागेको भन्नुभएको छ। त्यो कुराहरू तपाईँले आफैले बुझ्नु होला। एकदमै क्लियर छ, जग्गा पनि क्लियर छ, घर नक्साहरू सम्पूर्ण कागजहरू सबै म तपाईँलाई देखाइदिनेछु। हेर्नुहोस्, यो बेडरुम, बेडरुम ठुल्ठुलो बेडरुम छ, दुईवटा खाट अटाएर पनि अझै ठाउँ छ। देख्नुभयो, बजारको नजिकै, बजारबाट 400 मिटर मात्रै छ। तपाईँ हाइवेबाट हिँड्दै आउन सक्नुहुन्छ। नेपालको कुनै पनि ठाउँबाट हाइवेमा ओर्लेर सिटीहरू लिइराख्नु पर्दैन, तपाईँ हिँड्दै घर आउन सक्नुहुन्छ। हेर्नुहोस्, यो पनि बेडरुम हो, टोटल 4 रुम छ, ठुल्ठुलो कोठाहरू छ। एकदमै दरो गरेर आफैले बस्न भनेर बनाएको घर भनेर भन्नुभएको छ। त्यो कुराहरू तपाईँले आफैले चेक गर्न सक्नुहुन्छ। उहाँलाई पैसाको अहिले अप्ठ्यारो परेको हुनाले बेच्न लागेको भन्नुभएको छ। एउटा कोठा छ, यो कोठालाई चाहिँ उहाँले किचन डाइनिङ, टेम्पोररी किचन डाइनिङ युज गर्नुभएको छ। हेर्नुहोस्, तपाईँले व्यवस्थित गरेर पनि यहाँ किचन बनाउन सक्नुहुन्छ अथवा माथि पनि किचन बनाउन सक्नुहुन्छ। राम्रो घर छ, एकदमै चलेको भन्दा धेरै सस्तोमा दिएको छु भनेर भन्नुभएको छ। पछाडिपट्टि ठाउँ छ, त्यो पनि देखाइदिन्छु र टोयलेट बाथरुम पनि देखाइदिनेछु। भिडियो अन्तिम समय हेर्नु होला। तपाईँलाई म यहाँसम्म आउनु लोकेसन पनि दिनेछु, तपाईँले आफैले आएर हेर्न सक्नुहुन्छ। हेर्नुहोस्, यो देखेको जग्गाहरू सबै पर्छ, त्यो वाल लगाएसम्म त्यहाँसम्म पर्छ। तपाईँले करेसा बारीमा सागसब्जीहरू लगाउन सक्नुहुन्छ अथवा गाई बस्तु पनि पाल्न सक्नुहुन्छ, कुखुरा बाख्राहरू पनि पाल्न सक्नुहुन्छ। यहाँ देख्नुभयो, राम्रो ठाउँ छ। टोयलेट बाथरुम छ, थोरै टोयलेट बाथरुम देखाइदिन्छु तर म। टोयलेट बाथरुम हो। तपाईँलाई माथि छतबाट वरिपरिको दृश्य देखाइदिएर जुटमिल चोकदेखि यहाँसम्म कसरी आउने कोशी राजमार्ग त्यसको डाइरेक्सन दिनेछु। भिडियोलाई सबैले लाइक गरिदिनु होला। रियल इस्टेट नेपाल, भुवन थापा युट्युब च्यानल नेपालको सबैभन्दा पहिलो ठुलो च्यानल घर जग्गा कारोबार सम्बन्धित। दिनको एउटा घर घडी एभरेजमा बिक्री भइरहेको छ। 1,72,000 सब्सक्राइबर पुग्छ च्यानल। सबैलाई धन्यवाद भन्न चाहन्छु। तपाईँ पनि घर घडी खेतमा बेच्नु छ भने भिडियोको लागि कल गर्न सक्नुहुन्छ। हेर्नुहोस्, यो अगाडिदेखिको जुटमिल चोक हो। तपाईँलाई म जुटमिल चोकदेखि यहाँसम्म डाइरेक्सन देखाइदिनेछु। हेर्नुहोस्, यो जुटमिल चोक, हेर्नुहोस् जुटमिल देखिरहेको छ। हामी इटरीबाट विराटनगरतर्फ आइरहेका छौँ। हेर्नुहोस्, इटरीबाट विराटनगरतर्फ आउँदाखेरि खनार कटेपछि जुटमिल आउँछ, सोनापुर नपुगिकन। विराटनगरतर्फ आउँदाखेरि चाहिँ सोनापुर कटेर खनार नपुगिकन जुटमिल चोक देख्नुहुन्छ। हेर्नुहोस्, यो कोशी राजमार्ग जुटमिल चोक भनेर पनि आउन सक्नुहुन्छ। जुटमिल चोकबाट लगभग 100 मिटर तपाईँ पश्चिमतर्फ आएपछि यहाँ मन्दिर देख्नुहुन्छ बाटोमा। अगाडि मन्दिर छ, मन्दिरबाट हामी दक्षिणतर्फ जानुपर्ने हुन्छ। हेर्नुहोस्, यो मन्दिर छ।
यो हटिया लाग्ने यो हटिया बजार हो। हेर्नुहोस् हटिया बजारको पनि नजिकै छ। यहाँबाट 200 मिटर तपाईँ दक्षिणतर्फ ओडा कार्यालय दुबी 8 नम्बरको ओडा कार्यालय भनेर आउनुभयो भने यो ओडा कार्यालय नपुगिकन थोरै ओरतिरबाट पश्चिमपट्टि गएको बाटो छ। हेर्नुहोस् ओडा कार्यालय थोरै ओरतिरबाट पश्चिमपट्टि गएको बाटो छ। यो बाटो 50 मिटर गएपछि त्यो देखिएको घरको दोस्रो घर जुन बिक्रीमा आएको घर छ। सुनसरी दुबी 8 सोनापुर जुटमिल चोक रोनी गाउँ भनेर तपाईँ यहाँ आउन सक्नुहुन्छ। कसैलाई सोधिराख्नै पर्दैन। दुबी 8 नम्बरको ओडा कार्यालयको पश्चिमपट्टि 50 मिटर हेर्नुभयो भने तपाईँले यो घर देखिहाल्नुहुन्छ। सबै डिटेल्सहरू भनिदिइसकेको छु। यहाँसम्मको लोकेसन दिएको छु। म तपाईँलाई घरको सम्पूर्ण कागज पनि देखाइदिन्छु। हेर्नुहोस् घरको सम्पूर्ण कागज हेर्नुहोस् यो पूर्जा 2513 किता नम्बर 10 दूर नम्बरी जग्गा। हेर्नुहोस् यो नक्सा क्लियर छ, बाटो पनि क्लियर छ, सबै कुराको सुविधा भएको ठाउँमा छ। यो घर जग्गा सबैलाई 51 लाख रुपियाँ दाम तोक्नु भएपछि त्यसरी मिलाइदिने कुरा छ। तपाईसँग घडेरी छ, राम्रो ठाउँमा घडेरी छ, 15-20 लाखसम्मको घडेरी छ भने घडेरी दिएर बाँकी पैसा दिँदा पनि हुन्छ भनेर भन्नुभएको छ। सबै कुरा आफैले बुझेर जग्गा नक्सा पूर्जा सरकारी अमिनलाई चेक गराएर नापेर जग्गा छुट्याएर ओडा कार्यालय गएर बैना गराएर पास गराउनु होला। स्क्रिनमा डाइरेक्ट घरधनीको फोन नम्बर दिएको छु। त्यहाँदेखि लाइक गरेर च्यानल सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। फेसबुक र ट्विटर फलो गर्न नभुल्नु होला। थ्याङ्क यू।